सानी नानी आफ्नो बर्थडेको लागि केक काट्न पर्खिरहेकी हुन्छन्। उसको बाबा सबैजना साथीहरू गइसकेपछि लगभग आधा रातमा घर आउनुहुन्छ। उसको उहाँको छोरी नानी र उसको मामु चाहिँ उसको बाबालाई पर्खिराख्नु भएको हुन्छ। अनि बाबा आएपछि अब बाबा हजुर कति ढिला गर्नुभयो, सबै साथीहरू गइसके, अब बल्ल केक काटौँ न त हामी भनेर भन्छन्। अनि दिनभरि थकान अनि पसिनाले भरिएको त्यो मोजा र जुत्ता उहाँले खोल्नको लागि हुन्छ। म फ्रेस भएर आउँछु भनेर खोल्नै लाग्दाखेरि फेरि उहाँको मोबाइलमा घन्टी बज्छ। उहाँले जय नेपाल सर भन्दै कुरा सुरु गर्नुहुन्छ। उताबाट आवाज आउँछ, सानी नानी किडन्याप भएकी छिन्, ऊ नानीलाई खोज्न तुरुन्त जान पर्छ, उद्धार गर्नुपर्छ, नत्र जे पनि हुनसक्छ भनेर उताबाट आवाज आउन साथ उहाँ फेरि त्यो जुत्ता लगाएर हुन्छ सर भनेर निस्किनुहुन्छ। नानी र उसको मामु फेरि पनि उहाँको पर्खाइमा बसिराख्नु भएको हुन्छ।